नमस्ते। म आज यहाँ साङबीर दाजुको घरमा आएको छु है। उहाँले बनाउनु भएको यो माथिको यो जुन उहाँले बजाउनु हुँदैछ एकदम आफ्नो हातले खमारीको काठको नि दाजु, हजुर खमारीको काठको हो र उहाँ आफैले बजाउनु हुँदैछ है। यति मजाको छ है, यति मजाको साउन्डहरू आउँदो रहेछ। र म चाहिँ आज यहाँनिर टुरिस्ट लिएर आएको थिएँ र यहाँनिर यो यसको नाम त के दाजु? सराङ्गी नि, सराङ्गी। यहाँनिर सराङ्गी, यो दुईवटा सराङ्गी पनि दाजुले बनाउनु भएको र यहाँनिर जुन यो चाहिँ भाइलनको कभर है, यो मादल यो पश्चिमेदेखि लिएर पूर्वेली मादलहरू यहाँनिर सबै पाइन्छ है। अनि यहाँ चाहिँ यस्तो दामी एउटा सानोतिनो म्युजियमै छ है। दाजु बजाउनुहोस् न। यति मजाको अब सराङ्गी। अब दाजुले भाइलन सानो सुनाइहाल्नु भयो है। र दाजुले फेरि आफ्नो हातले बनाएको कलालाई चाहिँ यहाँनिर देखाउनु हुँदैछ, प्रस्तुत गर्नु हुँदैछ। दाजु यो बनाउनु चाहिँ कति दिन लाग्यो तपाईँलाई? यो 12 मोटामोटी 15-16 दिन लागिहाल्छ। एउटा बनाउनु है। यो भाइलन, यो सराङ्गीहरू बनाउनु एक उयो लागिहाल्छ। यो चाहिँ मचुङ्गा नि, टुङ्ना हजुर हुन्छ। थ्याङ्क यू दाजु, तपाईँलाई एकदमै मरी धन्यवाद है। तपाईँले अब यस्तो तपाईँको व्यस्तता टुरिस्ट घरभरि भएर पनि है, दाजुको प्लस यो मात्रै होइन, व्यवसाय बेडदेखि लिएर टाकटुक नै दाजुले बनाउनुहुन्छ है। बेड, चौकट, पल्ला, फर्निचरदेखि लिएर सबै चिजहरू नै बनाउनुहुन्छ दाजुले। र यहाँ यो पूर्वेलीमा, यो त पश्चिमी होइन, पूर्वेली मादल र यो दाजुले बनाउनु भएको भाइलन। यहाँ यो सराङ्गी एउटा, उतापट्टिको टुङ्ना है हुन्छ दाजु। यो डम्फु, मैले डम्फु देखाएको थिइनँ है। डम्फु, यो ठुलो डम्फु है, यो सानो डम्फु, यो डम्फुको मुनि सिरुपाते बुदुने है दाजु, हजुर बुदुने खुकुरी छ। र यहाँ सबै यो दाजुको कला, यो टाकटुक जति पनि बनाउनु भएको, यो चाहिँ एकदम दाजुको कला है। घरभित्र यति मजाको चुल्हा पनि छ है, चुल्हा मजाले जलिरहेको छ। अहिले त अब यस्तो त अब देख्नुलाई धेरै साह्रो पर्छ। यहाँनिर अब सागहरू पाक्नु लागेको छ। हुन्छ दाजु, धन्यवाद एकदमै तपाईँलाई मरी धन्यवाद। यस्तो कला भएको मान्छे त अब हामीले देख्नु पनि सक्दैन, पाउनु पनि सक्दैन नि।